सम्पूर्णमा नमस्कार। हाम्रो यो न्यू हेटौडामा कार्यरत श्री सन्तोषी के अरे श्री सरस्वती प्रयासनीज्यूको चाहिँ एनइएमा कार्यरत रहनुभएको 2054 सालमा नियुक्ति लिएर आउनुभएको र हाल कति वर्ष 28 वर्ष 3 महिनाको अवधि चाहिँ पुरा गरेर उहाँ अवकाश लिएर आज जाँदै हुनुहुन्छ। अनिवार्य अवकाश लिएर जाँदै हुनुहुन्छ। उहाँको लागि हामीले केही मायाको चिनोहरू दिने कार्यक्रम राखेको हुनाले उहाँलाई मनमा लागेका यो 28 वर्षको अवधिमा उहाँले भोग्नुभएका पिता मिठा केही कुरा छ भने 2 शब्द साथीभाइ माझहरू राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। ताली 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 भन्नु जे भन्नुहुन्छ के बसेर भन्नु। प्र्याक्टिस पनि हुन्छ कि भोलिलाई प्र्याक्टिस पनि हुन्छ क्या। नमस्कार, म सरस्वती पुराचाहिनी। म 2054 सालमा ड्युटी लिएर कुराखानी प्रथम शाखामा काम गरेँ पहिला 6 वर्ष। त्यतिखेर साह्रै अलिक कठिनाइ नै थियो मलाई। त्यसपछि 60 सालमा एउटा ग्रिड के अरे डिजेलमा आएँ, डिजेल पावरसमा आएँ 6 वर्ष त्यहाँपछि। त्यसपछिको बाँकी सबै 64 जेठ 26 गतेदेखिको हेटौडा ग्रिडमा शाखामा कार्यरत गरेँ मैले। तर हाम्रो हेटौडा ग्रिड यति राम्रो टिम मिलेको छ कि त्यहाँ हेटौडा ग्रिडमा चौरपुरमा धेरै राम्रो टिम मिल्या भनेको थियो। हामीले सबैको वाउमा थियो। अहिले यहाँ न्यू हेटौडामा आएपछि यो 6-7 जनाको टिम यति राम्रो मिल्या छ। यो दाजुभाइहरूको टिम यत्तिकै कायम रहोस् भन्न चाहन्छु म। योभन्दा नि राम्रो प्रगति उन्नति गरेर दाजुभाइ मिलेको देख्न पाइयोस्। यही हो मेरो 2 शब्द म यहीँ छोटो मिठो शब्द चाहिँ छोटो मिठो उहाँले भोग्नुभएको अनुभव उहाँले अफिसमा रञ्जित सर यता रञ्जन कार्य अनुभव गर्ने सबैले हात हल्लाइदिनु है अवसर पाएँ भनेर उहाँले सागर सरले त अब यसै कार्यक्रमलाई निरन्तरता दिँदै उहाँलाई हामीले अब खासै अफिसले जस्तो त केही दिन सक्दैनौँ। किनभने हाम्रो यो सानो सब स्टेसन हो। हामी एउटा सानो सब स्टेसनमा चाहिँ बसेको छौँ। अफिसले मलाई छुट्टै बिदाई गर्ला। तर हाम्रो पनि त एउटा सब स्टेसनमा बसेको होइन, तपाईँको चाहिँ सँगै काम गरेको एउटा माया ममता चाहिँ हुन्छ भन्ने हिसाबले मायाको चिनोसहित उहाँलाई चाहिँ हामीले केही कार्यक्रम अर्गनाइज गरेर केही सान्त्वना मिल्छ, उहाँलाई पनि केही खुसी प्रदान हुन्छ र हामीलाई पनि सम्झनाको वातावरण बन्छ भन्ने हिसाबले हामीले मायाको चिनो दिने तपाईँको चाहिँ सबै साथीभाइहरूको सरसल्लाह अनुसार दिने ग्रहण गरेका छौँ। त्यही अनुसार चाहिँ तपाईँको यो मायाको चिनो दिनको लागि हाम्रो इन्चार्ज साहब श्री प्रदीप ढुङ्गानाज्यूलाई मायाको चिनो दिएर अबिर टिका फुलमाला सहित चाहिँ यो कार्यक्रमको चाहिँ सुरुवात गरिदिनु हुन हार्दिक अनुरोध गर्छु। ल धेरै धेरै बधाई शुभकामना। यतै आउनु तिमी बिग्रिन्छ कि यहाँ फ्लोमा छ। ए को लागि हाम्रो इलेक्ट्रिकल सुपरभाइजर श्री श्रीवास्तव सरलाई दिन हुन हार्दिक अनुरोध गर्दछु। आफ्नो सबैको चाहिँ टिका लगाएर धेरै धेरै बधाई छ म्याडम है। अवकाशपछिको जीवन एकदम सुख रहोस्। ल म्याम यो पनि दिनुहोस् तपाईँलाई। के गरेर कस्तो मान्छेहरू त्यहाँ हाम्रो त केही पनि छैन भने कि
छैन रहेछ भिडियो अगाडि थियो मान्छेले बन्द गरेछ अनि अनै गर्न बिर्सेछ टोलीले कि अच्छा यसो सम्झिँदै आउनु होला बेला बेला ताली 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 तालीको कमी हुनु हुँदैन होइन अरू बेला त्यस्तै हो ल ल अब ठिक छ अब कोही बाँकी हुनुहुन्छ ल केही ल सर ल हामी ग्रुपमा केही भन्नु छ सरहरूलाई भन्नु होला ल गरेकै छैन माफ गर्नु मलाई सबैको माया एक वर्षभित्रमा यति माया पाएँ यति 500 जना दाजुभाइ आइरहनु बाटा देख्दाखेरि फेरि नबोल्यो भने पनि कोट्याएर पनि बोलाउनु हुँदैन होइन ल लाइक सेयर सब्सक्राइब गरिदिनु होला सब्सक्राइब गरिदिनु होला र यस कार्यक्रमलाई अब तपाईँको हामीले समापन गरेर फेरि चाहिँ खाजा नास्ता कार्यक्रम रहेको छ अब यो खाजा नास्ता कार्यक्रमलाई चाहिँ उतापट्टि अफिस हलमा गइदिनु हुन सबैलाई हार्दिक अनुरोध गर्दछु समापन गर्दैछौँ ताली ताली